कति गर्मी भएको पनि यता जान्छ नि होला यता जाम है ल ल यता जाम कति गर्मी हो एकछिन हेर्नु यो त पाको छ ओए आमा राम्रो किन परेको छ नि थपैला म त एकछिन बस्छु कति बस्दै गर म यहाँ कसरी पुग्छु ल आमा ओए सबै रातो रातो मात्रै रहेछ नानी हो रातो भन्ने राम्रो त एउटा दुईटा मम्मी ओहो कति कस्तो यहाँ हो त नि रोटिनी गरी बस्यो म त नउदिन्छु दिदी यहाँ त डराउनु दिन्छ भने ह पानी पनि खान्छु यति गर्मी भएको दिदी बस्न आउनु नानी त्यो रातो हेर्नु अनि यहाँ बस्नु बस्नु के यहाँ कस्तो धेरै काफल हो नखानु के यहाँको आमा बाले कराउनु सक्नुहुन्छ यहाँ मैले सुने चाहिँ के मम्मीहरूले पनि भन्नुभएको थियो कि हजुर त साइन्स हो कहाँ भन्नु लाग्छ र अलिक डराउनु दिन्छ आउनु कि बस्नु आए आउनु न यहाँ बस्नु कुरोको यहाँ गफ गराउनु एकछिन यहाँ थकै लाएर यत्रो उहाँ पोखराभन्दा टाढा गएर घुमेर आएँ दिदी हो कि यहाँ त डराउनै दिन्छ दिन्छ के नबचाउनु भएको र त्यस्तो राम्रो पनि डराउनु दिएर त दिन्छ कि दिन्छ पनि डराउनु दिन्छ यो त एकछिन है यहाँ भर्खरै एउटा खान्छ मैले भर्खरै देखेँ यहाँबाट टुक्रोकै खान्छ कस्तो अझै हामीले जङ्गलको बाटो हिँड्न सक्नु होला डराउनु दिन्छ कि भन्नु लाग्यो कि दिदी मलाई त अब भ्रम भन्नुहुन्छ अब डराउनु दिन्छ कि सायद साइन्सले मान्दैन के हाम्रो साइन्सले नमाने पनि मैले त देखेको छु नि बहुत अब ढिलो हुन्छ फेरि आएपछि उठा नानी उठा अब जानु ल रोक्नु म एउटा काफल देखेँ कि दिदी जाम है अब दिदी यहाँबाट नजाम कि मलाई डर लाग्छ भाइ के को डर हो र के को है दिदी यस्तो गर्मी भएको है मरिन्छ क्या हो ल जाम यस्तो गर्मी भएको दिदी मलाई त टाउकै जग्गा अझै जान यत्रो बाटो दिदी मरिन्छ क्या हो नानी अब यही हो एउटा बाटो यताबाट गयो भने त साह्रो तपाईँ हजुरको टाउकोमा के भएको चोट दिदी ल हामी गएर जाम यहाँको बाटो नजाऊ नानी के हुन्छ र यहाँ एउटा मान्छे झुन्डेर मरेको थियो
दिदी जाम तिमीहरूको कहाँको भनेको होइन तिमीहरू कहाँको नानी हो कसरी आउनुभयो तेरो भ्रम हो कि यो भ्रम तैँले अघि नैदेखि छ भनेर तेरो त्यस्तो भएको ल छिटो अझै त्यत्रो बाटो छ यो बाटो हिँड्नै नपर्दो रहेछ दिदी यसरी डर लाग्छ मलाई त के हुन्छ रे यो यस्तो सहर आइसक्यो अब यहाँ जङ्गल हो के हुँदैन कति राम्रो है दिदी कस्तो नराम्रो भयो है गुरुजी के होली नि काई हजुर गुरुजी के होली नि त्यो हाम्रो भ्रम रहेछ कि अघि नै मैले नि त देखेको थिएँ नि त्यो हाम्रो सबै भ्रम हो त्यस्तो मान्छे कहाँ हुन्छ जानिनँ दिदी अनि यहाँ डराउनु दिन्छ भनेको त मैले आफ्नै कानले सुनेको दिदी मम्मीले पनि त्यो बाटो नजाऊ त भन्नुभएको थियो नि गाडीमा जाऊ त भन्नुभएको थियो नि अब त्यो पैसा त बजेट गर्न पर्यो भन यति साह्रो डराइसक्यो अनि त्यस्तो भइहाल्छ नि भर्खर नयाँ हामीलाई कतै मारिदिने थियो कि त्यो दिन छ त तिम्रो अब त्यहाँबाट हल्का जङ्गल छ त्यहाँबाट केही हुँदैन जङ्गल त्यहाँ तिमी नडराइकन बस्नुपर्छ है डर त लाग्छ यस्तो भइसक्यो कहाँ हुन्छ नि स्ट्रङ गर्ल होइन कि नि स्ट्रङ गर्लले यसरी डराउनु हुन्छ त हो त मन्दिरको ठाउँ केही छ यो एउटै बाटो हो कि यो हिँड्नकै नानी हिँड्नुपर्छ दिदी देख्नुहोस् तेरो कालाको दिदी यो गर्दैछ तँलाई म कहाँ छोड्छु र तँलाई कहाँ छोड्छु र म यसै मलाई के डर हाम्रो भिडियो कस्तो लाग्यो होला भन्नु होला हामीले हिजो पनि गराएका थियौँ नयाँ भिडियो त त्यसमा चाहिँ हजुरहरूले कस्तो लाग्यो हाम्रो मेकअप चाहिँ यस्तो थियो भूतको सिन खेल्दा चाहिँ हामीले कतिचोटि कट गर्न पर्यो भन्दा हजुरलाई भन्नै सक्दैन टेक 2 एकदम अनि यो चाहिँ हाम्रो फेसको मेकअप थियो यति साह्रो टाउको ठोकियो कि ओहो मेरो हात सिस्नले नि पर्यो के मेरो नि बोलेको के अनि यो मेकअपको हेर्नु त यस्तो गर्मीले यस्तो भएको त्यही भएर हामीले पनि हात झम्झाइरहेको छ अरु पनि भिडियो हाल्नु होला त्यसो भए